गगन थापाले राजीनामाको नाटक गरेकै हुन् त, यस्तो भन्छ घटनाक्रमले। फिल्म सुटिङको क्रममा डाइरेक्टरले हिरोइनलाई भन्छ, गुण्डाले मुक्का प्रहार गरे जस्तो गर्छ, तिमीले रोए जस्तो गर्नु, अनि हिरोइन रोएपछि हिरो आएर बचाए जस्तो गर्छ। यो वास्तविक नभई डाइरेक्टरले बनाएको कथा हो। यस्तै कथा नेपाली कंग्रेसभित्र पनि देखिएको छ, जहाँ पीडित पात्र गगन थापा देखिएका छन् भने हिरोको रोलमा देखिएका छन् कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा। चैत्र 5 गते गगन थापाले चुनावको हारको जिम्मा लिँदै नैतिकताको आधारमा कांग्रेसको सभापतिबाट राजीनामा दिएछन्। गगन थापाले राजीनामा दिएपछि एक पक्षले नैतिकता भनेको यस्तो हुनुपर्छ भन्दै ताली दिएछन्, अर्को पक्षले गगनले राजीनामा दिएको नाटक गरेको आरोप लगाउँछन्। यसैबीच हिरोको रोलमा देखिएका विश्वप्रकाश शर्माको जोड बलमा नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले गगन थापाको राजीनामा अस्वीकृत गरेको घोषणा गर्छ। कस्तो अचम्मको खेल! पीडित गगन थापाले राजीनामा दिने अनि विश्वप्रकाशले त्यो राजीनामालाई फेल गराउने। बाहिर राजीनामा दिएको जस्तो पनि देखियो, तर भित्री रूपमा गगन थापाको सभापति पद पनि जोगिएको छ। गगन र विश्वप्रकाशका लागि यो भन्दा खुसीको कुरा अरू के हुन सक्छ र? तर यता शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला पक्षले भने विरोध जनाएका छन्। देउवा र शेखर पक्षले भने आफूहरूको सहमति बिनै गगन थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको भन्दै गुनासो गरेका छन्। अब कसरी अगाडि बढ्ने भन्ने बारे उनीहरू आन्तरिक छलफलमा जुटेका छन्। यो खेलमा गगन र विश्वको जित हुन्छ कि देउवा र शेखरको जित हुन्छ, त्यो भने समयले बताउनेछ। तर गगन र विश्वको आइडिया भने फिल्मी कथा जस्तै देखिन्छ। यस विषयमा तपाईहरूको प्रतिक्रिया के छ? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।